फाइनल्ली ब्याचलर्स कोर्स सेजोङ साइबर युनिभर्सिटीमा ब्याचलर्स कोर्सको पनि एडमिसन स्टार्ट भएको छ है। तपाईँहरू चाहिँ E9, E7, F2, F3, F6, D8, D10, G1 जस्ता भिजामा साउथ कोरियामा हुनुहुन्छ र घरमै बसी बसी 100% अनलाइन कोर्स एसाइनमेन्ट इक्जामसम्म घरमै बसी बसी चाहिँ दिन सकिने सेजोङ साइबर युनिभर्सिटीमा चाहिँ ब्याचलर्स कोर्स अथवा मास्टर्स कोर्सको लागि चाहिँ इन्ट्रेस्टेड हुनुहुन्छ एडमिसनको लागि भने एडमिसन स्टार्ट भएको छ। मास्टर्सको चाहिँ अलरेडी मे 18 देखि स्टार्ट भइसकेको थियो है। ब्याचलर्सको चाहिँ अस्ति जुन 1 देखि चाहिँ स्टार्ट भएको छ है। जुन 1 देखि जुलाई 14 सम्म फर्स्ट राउन्ड चाहिँ एडमिसन पिरियड हो भने जुलाई 24 देखि अगस्त 18 सम्म सेकेन्ड राउन्ड एडमिसन पिरियड हो है। अनि मास्टर्सको चाहिँ मे 18 देखि जुन 19 सम्म फर्स्ट राउन्ड र सेकेन्ड राउन्ड चाहिँ जुलाई 15 देखि अगस्त 7 सम्म रहेको छ है। सँगसँगै चाहिँ मैले डकुमेन्टको बारेमा पनि केही भनिदिइहाल्छु। यदि तपाईँ कोरियामा ब्याचलर्सको लागि इन्ट्रेस्टेड हुनुहुन्छ भने तपाईँको नेपालको +2 को प्रोभिजनल र ट्रान्सक्रिप्टलाई चाहिँ तपाईँले सानो टिमी भक्तपुरमा राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा मन्त्रालयको छापा हानेर अनि त्यसपछि तपाईँले त्रिपुरेश्वरमा चाहिँ परराष्ट्र मन्त्रालयको छापा हान्नुहोस्। अनि त्यसपछि चाहिँ तपाईँले एम्बेसीमा नेपालमा भएको कोरियन एम्बेसीमा भेरिफाई गराउनु भए पनि हुन्छ अथवा चाहिँ तपाईँले त्यो डकुमेन्ट छापा हानेको डकुमेन्ट कोरिया लिएर आएर कोरियामा रहेको नेपाल एम्बेसीमा भेरिफाई गराउनु पनि सक्नुहुन्छ है। कम्पेरिटिभली कोरियामा सजिलो र छिटो हुने बुझिएको छ है। यो रह्यो ब्याचलर्सको लागि। त्यस्तै तपाईँको मास्टर्सको हो भने चाहिँ प्रोभिजनलको सट्टा तपाईँले ग्रेजुएसन सर्टिफिकेट हाल्नुहोस् अनि त्यसपछि ट्रान्सक्रिप्ट भइहाल्यो। तपाईँले चाहिँ परराष्ट्रको छापा हान्नु पऱ्यो। त्यसपछि टियुको चाहिँ मतलब टियुमा जानु पऱ्यो है। यता सानो ठिमीमा होइन टियुमा चाहिँ तपाईँले छापा हान्न जानु पऱ्यो अनि त्यसपछि एमबिसीको काम है। यो त भयो तपाईँको एकाडेमिक डकुमेन्ट होइन। अब चाहिँ तपाईँले नेपालबाट तयार गर्नु पर्ने अरू डकुमेन्ट्स चाहिँ के छ त भन्दा फ्यामिली रिलेसनको सर्टिफिकेट है। बाबाको मम्मीको र तपाईँ 3 जनाको गरेर फ्यामिली रिलेसनको सर्टिफिकेट बनाउनुहोस्। त्यसपछि भनेको बाबा मम्मीको चाहिँ सिङ्गुन्चुङ भनेको छ। फुमो सिङ्गुन्चुङ भनेपछि तपाईँको बाबा मम्मीको नागरिकता चाहिँ यदि इङ्ग्लिसमा छ पछाडि भने तपाईँको फोटोकपी मात्रै भयो। सबभन्दा बेटर चाहिँ यदि तपाईँको बाबा मम्मीको पासपोर्ट छ भने चाहिँ इङ्ग्लिसमा पनि हुने भएर फोटोकपी मात्रै एप्लाई गर्दा भयो होइन। यदि नागरिकता हो, नागरिकताको अगाडि पछाडि नै दुवै नेपालीमा छ भने चाहिँ तपाईँले वकिलको कार्यालयमा गएर नोटरी अफिसमा गएर चाहिँ तपाईँले त्यसलाई इङ्ग्लिसमा ट्रान्सलेट गर्नु होला। त्यो चाहिँ तपाईँले मगाउँदाखेरि चाहिँ बाबा मम्मीको नागरिकताको फोटोकपी प्लस अनि त्यो इङ्ग्लिसमा ट्रान्सलेट गरेको नोटरी पेपर है, त्यो पनि मगाउनु होला। अनि बाँकी भनेको चाहिँ तपाईँ यहीँ कोरियामै तपाईँसँग नर्मल्ली अभाइलेबल भएको डकुमेन्टहरू हो। किपको चाहिँ तपाईँले किप अथवा टपिकको चाहिँ चाहियो होइन। बाँकी चाहिँ आइडी कार्ड र चाहिँ पासपोर्ट हो। यति भयो डकुमेन्टहरूको बारेमा। F2R भिजामा रहनुभएको साथीहरूको लागि स्पेसल अफर राखेको छ यसपटकदेखि है। योभन्दा अघिल्लोतिर थिएन, अघिल्लो सेमेस्टरतिर। यदि तपाईँहरू F2R भिजामा हुनुहुन्छ र फुपू दुवैजना हस्बेन्ड वाइफ चाहिँ दुवैजना एडमिसन हुनुभयो भने चाहिँ तपाईँहरूलाई फर्स्ट सेमेस्टरको फी चाहिँ 100% डिस्काउन्ट गरिदिनु भनेको छ। र यदि चाहिँ तपाईँहरू फुपू मध्येमा एकजना एडमिसन हुनुभयो भने चाहिँ 80% डिस्काउन्ट एक सेमेस्टरको लागि भनेको छ है। यो भयो F2R भिजा चाहिँ लिएर बस्नुभएको साथीहरूको लागि अफर। अब थोरै कुरा गरौँ F510 PR को है, यङजुकोन। योभन्दा अघिल्लो सेमेस्टरतिर चाहिँ मलाई धेरै साथीहरूले हामी चाहिँ साइबर युनिभर्सिटीमा पढेर पनि पछि हाम्रो सर्टिफिकेट चाहिँ F510 को लागि चाहिँ इलिजिबल हुन्छ र भन्ने खालको धेरै इन्क्वायरीहरू आएको थियो है। तर यसपटकको सेमेस्टरमा भने मलाई त्यस्तो इन्क्वायरी अहिलेसम्म एउटा पनि आएको छैन भन्दा हुन्छ है। किन पनि होला भने अहिले चाहिँ भनौँ न अलि भरपर्दो अलि चलेको हेङजङसाहरूले नै फेसबुकतिर साइबर युनिभर्सिटी को सर्टिफिकेटले पनि पछि F5 को लागि इलिजिबल हुने भन्ने खालको पोस्टहरू पनि हाल्नुभएको मैले पनि देखाएको थिएँ। सायद त्यस कारणले पनि होला, साथीहरूले पनि धेरैतिर बुझ्नु पनि भयो होला अहिले है। त्यस कारणले चाहिँ अहिले खासै त्यस्तो मलाई इन्क्वायरी आएको छैन। अनि चाहिँ फी स्ट्रक्चरको पनि थोरै जोडिहालौँ है। फी स्ट्रक्चरको कुरा गर्नुपर्दा तपाईँ ब्याचलर्स कोर्सको लागि हो भने चाहिँ 79,000 वोन चाहिँ कोरियन वोन, खुमान खुच्चन वोन तपाईँको एडमिसन फी लाग्छ। अनि सेमेस्टर फी चाहिँ तपाईँको छिल्सिप ओमान युक्छन वोन 7,56,000 कोरियन वोन लाग्छ है। त्यही भएर फर्स्ट सेमेस्टरमा चाहिँ तपाईँको 7,56,000 कोरियन वोन चाहिँ सेमेस्टर फी भयो। त्यसपछि एडमिसन फी लगभग 1 लाख वोन होइन, खुमान खुच्चन वोन भनेपछि लगभग 1 लाख वोन चाहिँ यो थपिन आउँछ फर्स्ट सेमेस्टरमा। सेकेन्ड सेमेस्टरदेखि चाहिँ तपाईँको प्योर चाहिँ छिल्सिप ओमान युक्छन 7,56,000 कोरियन वोन मात्रै हो है। त्यो भयो। मास्टर्सको केसमा चाहिँ फर्स्टमा एप्लिकेसन फी लाग्छ 5 मान वोन। त्यसपछि सेकेन्डमा तपाईँको एडमिसन फी 5 लाख वोन र सेमेस्टर फी 19 लाख वोन है। 4 सेमेस्टर मास्टर्सको चाहिँ, ब्याचलर्सको चाहिँ 8 सेमेस्टर है। यो चाहिँ तपाईँको फी स्ट्रक्चरको बारेमा भयो है। अनि तपाईँको एउटा कुरा मास्टर्सको चाहिँ जम्मा 2वटा मात्रै फ्याकल्टी अथवा भनौँ सेक्टर छ है। छङ्गोबो आक्वा भनेको इन्फर्मेसन सेक्युरिटी डिपार्टमेन्ट छ एउटा चाहिँ तपाईँको MBA आक्वा छ है। MBA त अब मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन अब हामी नेपालीहरू प्रायः सबैको भनौँ न परिचित आक्वा नै हो है। सो यो 2टा मात्रै चुज गर्न पाउनुहुनेछ तपाईँ यदि मास्टर्समा हो भने। ब्याचलर्समा हो भने चाहिँ टन्नै सेक्टरहरू छ, टन्नै फ्याकल्टीहरू छ। स्पेसल्ली अब हामी पछि F5 को लागि हो भने चाहिँ
मैले रिकमेन्ड गर्ने अथवा चाहिँ युनिभर्सिटीले रिकमेन्ड गर्ने भनौँ न, किनभने इकोङ्गीको हुनु पऱ्यो। त्यस कारणले मेकानिकल इन्जिनियरिङ, कम्प्युटर एआई इन्जिनियरिङ, सफ्टवेयर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, अनि अघि मैले मास्टर्समा पनि भनेको छङ्बुको हो भनेको इन्फर्मेसन सेक्युरिटी डिपार्टमेन्ट पनि छ। त्यसपछि ड्रोन रिलेटेड पनि छ है, त्यो पनि पछि भ्यालिड हुने सेक्टर नै हो। त्यस कारणले तपाईँको इन्ट्रेस्ट अनुसार चुज गर्न सक्नु। लास्टमा चाहिँ म के भन्न चाहन्छु भने, यदि हजुरहरू जेन्युनली तपाईँको इन्ट्रेस्टेड हुनुहुन्छ युनिभर्सिटी जोइन गर्नुको लागि भने चाहिँ डकुमेन्ट प्रिपरेसन गर्नतिर लागिहाल्नुहोस् है। तपाईँको डकुमेन्ट प्रिपरेसन गरेर अनलाइन एप्लिकेसन फर्महरू भर्नको लागि म छँदैछु, मैले हेल्प गर्नेछु जानेको सकेको। किनभने मैले लास्ट सेमेस्टरमा पनि लगभग 30-32 जना चाहिँ ब्याचलर्समा र मास्टर्समा 8-9 जना चाहिँ मास्टर्समा मैले आफैले फर्म भरेर साथीहरूलाई हेल्प गरिदिएर चाहिँ एडमिसन गराइदिएको थिएँ है। त्यस कारणले डकुमेन्ट कम्प्लिट डकुमेन्ट चाहिँ तपाईँहरूले प्रिपेयर गर्नुहोस्, बाँकी चाहिँ मैले हेल्प गर्नेछु भन्न चाहन्छु है। र चाहिँ नबुझ्नु भएको अथवा चाहिँ बुझ्नु मन लागेको त्यस्तो केही छ भने मलाई मेसेज गर्न सक्नुहुन्छ अथवा कमेन्टमा पनि पोस्ट गर्न सक्नुहुन्छ है त।